नेपालीहरूलाई सहज रूपमा राजधानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजधानी विभाग प्रतिबद्ध रहेका छन्। राजधानीको प्रणाली परिवर्तन भई 2083 असार 29 अर्थात् 13 जुलाई 2026बाट लाइभ राजधानी आवेदन लिई राजधानी जारी गर्ने कार्य सुचारू भएको बेहोरा यहाँहरूमा अवगत नै छ। राजधानीका लागि आवेदन दिनेको बढ्दो चापलाई दृष्टिगत गरी राजधानी विभागले दैनिक 2000 सम्मको सङ्ख्यामा आवेदन फारम खुलाएको र सोही सङ्ख्याकै हाराहारीमा राजधानी छपाई तथा वितरण कार्य भइरहेको छ। दैनिक रूपमा तोकिएको स्लटमा आवेदन गर्न असमर्थ तर कुनै खास इमर्जेन्सी जस्तै मेडिकल इमर्जेन्सी, अर्जेन्ट ट्राभल रिक्वायरमेन्ट जस्तो परेको सेवाग्राहीले सोझै विभागमा सम्पर्क गरेमा विभागबाट अवस्था हेरी सोही दिन राजधानी लिन सक्ने सम्मको व्यवस्था मिलाइएको छ। साथै सेवा प्रवाहलाई अझ बढी व्यवस्थित र नागरिक मैत्री बनाउन राजधानी विभागले 2 शिफ्टमा सेवा प्रदान गरिरहेको छ। विभागले पछिल्लो हप्ता शनिबार र आइतबारका दिनमा समेत सेवा प्रवाह गरेको बेहोरा पनि यहाँहरूमा अवगत नै छ। हाल राजधानी विभाग सबै 77वटै जिल्ला र 13वटा इलाका प्रशासन कार्यालयहरू र 33 विदेशी स्थित नेपाली नियोगहरूबाट राजधानी आवेदन सेवा सुचारू गरिएको छ भने 6वटा नियोगहरूबाट कुनै पनि बेला इनरोलमेन्ट गर्न सकिने गरी तयारी गरिएको छ। नयाँ प्रणालीबाट हालसम्म 25,000 भन्दा बढी राजधानी छापिसकेको छ। हाल स्टेबलाइजेसन पिरियड चलिरहेको अवस्थामा देखिएका प्राविधिक समस्याहरू अपेक्षित नै हुन् र तिनको समाधान गर्ने कार्य सम्बन्धित प्राविधिक टोलीबाट निरन्तर भइरहेको छ। यस विषयमा यहाँहरूको सकारात्मक कभरेज र प्रचार प्रसारका लागि हामी पुनः हार्दिक आभार व्यक्त गर्दछौँ। दोस्रो विषय दक्षिण पूर्व एसियाबाट नेपालीको उद्धार सम्बन्धी रहेको छ। दक्षिण पूर्व एसियाका विभिन्न स्तरमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको उद्धार तथा यस विषयमा सचेतनाका लागि हामीले निरन्तर समन्वय र पहल जारी राखेका छौँ। हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 जना नेपालीको उद्धार गरिसकिएको बेहोरा हामीले अवगत गराइसकेकै छौँ। हाल कम्बोडियामा 38 जना अनलाइन स्क्यामिङ र 38 जना सङ्गठित अपराध सम्बन्धी कसुरमा गरी जम्मा 76 जना नेपालीहरू थुनामा रहेका छन्। उक्त क्षेत्रमा प्रतिबन्धित काममा फरक फरक बाटो प्रयोग गरी अझै पनि नेपालीहरू जाने र लैजाने क्रम नरोकिएको, कम्बोडियामा जेलमा परेकाहरूको कानुनी सहायताका लागि वकिल राख्ने कार्य सुरु भएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पुरा भए पनि उहाँहरू नफर्केको सन्दर्भमा हामीले 2वटा अनुरोध गर्न चाहन्छौँ। पहिलो अनुरोध, उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली नियोगहरूमा अनुरोध गर्नु अगावै स्क्याम सेन्टरहरूमा नेपाली पठाउने जस्तो गैर कानुनी काममा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि यथार्थ विवरण उल्लेख गरी परिवार र आफन्तले नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिने र यस प्रकारको निवेदनको सकारात्मक प्रभाव देखिएको हाम्रो अनुभव रहेको छ। दोस्रो, जेलबाट छुट्याइदिन्छु भने छुट्टा आश्वासन दिने र रकम पनि सङ्कलन गरिएको भन्ने जानकारी प्राप्त भएकोले त्यस्ता व्यक्तिहरूबाट सावधान रहन र नेपाली राजदूतावास बैंककको समन्वयमा सामूहिक रूपमा उपयुक्त वकिल राख्दा कम खर्चिलो हुने र ठगीबाट पनि बचिने हुँदा सोका लागि कन्सुलर सेवा विभागमा सम्पर्क गर्नु हुन सम्बन्धित परिवारलाई हामी अनुरोध गर्दछौँ। हालसम्म विभागमा करिब 45 परिवार यस कार्यका लागि सम्पर्कमा आइ पनि सक्नुभएको छ। साथै कम्बोडियाको पछिल्लो अवस्थाको गम्भीरताका सम्बन्धमा निरन्तर रूपमा सूचना तथा जानकारी प्रवाह गरी सहयोग पुर्याउनु भएकोमा सञ्चारकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद पनि हामी ज्ञापन गर्न चाहन्छौँ। यसै गरी म्यानमार स्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा रहेका 18 जना नेपाली नागरिकहरू रिहा भएका छन्। उहाँहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु पनि भइसकेको छ। म्यानमारको अदालतले सेप्टेम्बर 2 साता रिहाई गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सो समय अगावै रिहाई भएको हो। यसै गरी तेस्रो विषय परराष्ट्र मन्त्रीज्यूसँग भएका शिष्टाचार र विदायी भेटहरू सम्बन्धी रहेको छ। यस अवधिमा माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूसँग मङ्गोलियाका पूर्व प्रधानमन्त्री हिज एक्सलेन्सी मिस्टर जन्दान सत्तार गाम्बोजोभ र नेपालका लागि मोरक्कोका गैर आवासीय राजदूत हिज एक्सलेन्सी मिस्टर मोहम्मद मालिकीले छुट्टा-छुट्टै शिष्टाचार भेटघाट गर्नुभएको छ। साथै आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि कोरियाका राजदूत हिज एक्सलेन्सी ताइयोङ पार्कले परराष्ट्र मन्त्रीज्यूसँग विदायी भेट सम्पन्न गर्नुभएको छ। ती अवसरहरूमा द्विपक्षीय सम्बन्धका विविध विषयहरूमा छलफल आदान प्रदान भएको छ। यसै गरी बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले माननीय परराष्ट्र मन्त्रीज्यूसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। सो अवसरमा नेपालले नेतृत्व गर्ने पिपल टु पिपल कन्ट्याक्ट लगायत क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। अब चौथो विषय नेपाल भारत बीचका विभिन्न संयन्त्रहरूको बैठक सम्बन्धी रहेको छ।
नेपाल भारत बीच विभिन्न क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्रहरूका बैठकहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। यस विषयमा हामीले यहाँहरूलाई जानकारी गराउँदै पनि आएका छौँ। हालै मात्र नेपाल भारत बीच ऊर्जाको क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण जोइन्ट वर्किङ ग्रुप र प्रोजेक्ट स्टियरिङ कमिटी JWG र PSC को बैठक जुलाई 14 र 15 मा आयोजना भएको विषय यहाँहरूमा अवगत नै छ। यसै क्रममा नेपाल इन्डिया जोइन्ट कमिटी अन इनुन्डेसन एन्ड फ्लड म्यानेजमेन्ट JCIFM को 15औं बैठक 2 अगस्तमा सुरु भई आज 7 अगस्तमा नेपालमा सम्पन्न हुँदैछ। 4 वर्षको अन्तरालमा आयोजना गरिएको यो संयन्त्रको बैठकमा डुबान र बाढी व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा छलफल भएको छ। यस बैठकमा मूलतः क्षतिग्रस्त र कमजोर संरचनाहरूको मर्मत, तटबन्धका मुद्दाहरू, DPR निर्माण र पानीबाट उत्पन्न प्रकोपको सम्बन्धमा जानकारी आदान प्रदान गर्ने तथा यस क्षेत्रमा रहेका समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहेको छ। यसैगरी नेपाल भारत सीमा सम्बन्धी प्राविधिक बैठक सर्वे अफिसियल्स कमिटी SOC को आगामी बैठक यही 12 देखि 14 अगस्त 2026 मा लखनऊमा आयोजना हुँदैछ। अब पाँचौं विषय पश्चिम एसियाको समग्र अवस्था सम्बन्धी रहेको छ। पश्चिम एसिया क्षेत्रमा हाल विकसित घटनाक्रमलाई नेपालले नजिकबाट निहालिरहेकै छ। उक्त क्षेत्रमा शान्ति र स्थायित्वका लागि यसअगाडि सार्वजनिक गरिएको हाम्रो धारणा यथावत नै रहेको छ। हामीले भन्दै आएका छौँ, वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम हो। उक्त क्षेत्रमा दिगो शान्ति र स्ट्रेट अफ हर्मुज जलमार्गको निर्बाध उपयोगका लागि भइरहेका पहलहरूको हामी समर्थन गर्दछौँ। यसैगरी पश्चिम एसिया द्वन्द्वका कारण 2083 साउन 14 गते तदनुसार 30 जुलाई 2026 का दिन उत्तरी कुवेतमा भएको आक्रमणमा परि एकजना नेपालीको दुःखद निधन भएको सम्बन्धमा उक्त घटनाको निन्दा गर्दै मन्त्रालयले एक विज्ञप्ति जारी गरिसकेको बेहोरा यहाँहरूमा अवगत नै छ। कुवेतमा भएको आक्रमणमा परि निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको शव 2083 साउन 16 गते कुवेत एयरवेज मार्फत नेपाल ल्याइसकिएको छ। त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या परेमा नजिकको नेपाली नियोगमा तुरन्त सम्पर्क गर्न वा कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको मोफा मित्र एप मार्फत आफ्नो समस्या राख्नु हुन हामी अनुरोध गर्दछौँ। यसैगरी अर्को विषय ब्रोड पिकमा भएको दुर्घटना सम्बन्धी रहेको छ। ब्रोड पिकको दुर्घटनाका विषयमा मन्त्रालयले मिति 2083 साउन 17 गते एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयका तर्फबाट दुःख व्यक्त गर्नुका साथै ज्यान गुमाउनुभएका आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। उच्च भूभागमा भएको उक्त यो पहिरोबाट शवहरू झिक्ने र फिर्ता ल्याउने जस्तो कठिन कार्यमा पाकिस्तानी निकायहरू र नेपाली टोली समेत अहोरात्र खटेका थिए। पूर्वबहादुर गुरुङ युक्तको शव हिजै मात्र नेपाल ल्याइसकिएको छ भने पेम्बा शेर्पा, किलु ग्यालु शेर्पा र निमा शेर्पाका शवहरू भर्खरै मात्र इस्लामाबाद ल्याइपुर्याइएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी नै रहेको छ। ती मध्येका नवाङ थिन्डु शेर्पाको शव ड्रोन भ्यूबाट पहिचान गरिएको भए तापनि कठिन भौगोलिक अवस्था र विषम मौसमका कारण स्थलगत रूपमा पुगेर शव फिर्ता ल्याउने कार्य हालसम्म पनि बाँकी नै रहेको छ। शव नेपाल फिर्ता ल्याउने कार्यमा इस्लामाबाद स्थित नेपाली राजदूतावासबाट आवश्यक सहजीकरण पनि भइरहेको छ। निर्मल पूर्जा निम्स दाईको शव उहाँको परिवारको चाहना अनुसार हुनेछ। यसैगरी 7औं विषय रहेको छ आर्थिक कूटनीति सम्बन्धी। मन्त्रालयले आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको विषयमा यहाँहरू जानकारी नै हुनुहुन्छ। यसका लागि सम्बद्ध निकाय र सरोकारवालाहरूसँगको समन्वयलाई हामीले निरन्तरता दिएका छौँ। यसै सिलसिलामा मन्त्रालयले 2083 साउन 19 गते आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले एक प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रम राखेको थियो। माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा पूर्व परराष्ट्र सचिव श्री ज्ञानचन्द्र आचार्यले प्याराडाइम शिफ्ट इन इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन अपर्च्युनिटिज फर नेपाल विषयमा र पूर्व राजदूत श्री दीपक धितालले च्यालेन्जेस अफ नेपाल्स एक्सपोर्ट एड्रेसिङ ट्रेड बेरियर्स विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी र अफगानका सदस्यहरूको उपस्थिति रहेको थियो। 8औं विषय मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति MDAC को बैठक सम्बन्धी रहेको छ। गत साता मिति 2083 साउन 19 गते मन्त्रालयले माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूको अध्यक्षतामा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति MDAC को बैठक सम्पन्न गरेको छ। उक्त बैठकले गत आर्थिक वर्षको प्रगति तथा कार्य सम्पादनको समीक्षा गरेको र सो बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डाक्टर गुणाकर भट्टज्यू,
तथा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिहरूले रचनात्मक सुझाव र टिप्पणी प्रस्तुत गर्नुभएको थियो। परराष्ट्र मन्त्रालयको वार्षिक कार्ययोजना अनुसार सम्पन्न हुनुपर्ने 29 माइलस्टोन मध्ये 24वटा सम्पन्न भएका छन्। गत आबमा परराष्ट्र मन्त्रालयले आफ्नो कार्यक्रम र कार्ययोजना कार्यान्वयनमा 82% प्रगति हासिल गरेको छ। बजेट कार्यान्वयनतर्फ समग्रमा 89% प्रगति हासिल गरिएको छ। यस्तै अर्को विषय मोफा नलेज फोरमको सञ्चालन र सुरुवात सम्बन्धी रहेको छ। मिति 2083 साउन 20 गते परराष्ट्र मन्त्रालयले माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूको समुपस्थितिमा मोफा नलेज फोरमको सुरुवात गरेको छ। परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्ने, तथ्यमा आधारित नीतिगत छलफललाई सुदृढ बनाउने तथा प्राज्ञिक समुदायसँग नियमित अन्तर्क्रिया गर्ने उद्देश्यले यो फोरमको सुरुवात गरिएको हो। यसैगरी 10औं विषय द्विपक्षीय संयन्त्रको बैठक सम्बन्धी रहेको छ। 2083 साउन 11 गते नेपाल क्यानाडा द्विपक्षीय परामर्श संयन्त्र बीसीएमको चौथो बैठक काठमाडौँमा सम्पन्न भएको छ। उक्त बैठकमा नेपाल क्यानाडा सम्बन्धका विविध आयामहरूको समीक्षा गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा छलफल सम्पन्न भएको छ। बैठकले राजनीतिक सम्बन्ध, व्यापार तथा लगानी, विकास सहयोग, शिक्षा, जलवायु परिवर्तन, हरित ऊर्जा, कृषि, सूचना प्रविधि, जनस्तरको सम्बन्ध र वाणिज्य दूत सम्बन्धी विषयहरूमा समेत छलफल गरेको छ। उक्त बैठकको सहअध्यक्षता नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुखले र क्यानाडाको तर्फबाट दक्षिण एसिया ब्युरोका महानिर्देशकले गर्नुभएको थियो। नेपाल र क्यानाडा बीच सन् 1965 मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यस संयन्त्रको अर्को बैठक दुवै पक्षलाई उपयुक्त हुने मितिमा क्यानाडामा आयोजना हुनेछ। यसैगरी 11औं विषय सन्धि अनुमोदन सम्बन्धी रहेको छ। नेपालले श्रम सम्बन्धी 2 अन्तर्राष्ट्रिय सन्धिहरू लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 नम्बर 81 र प्रोटोकल अफ 2014 टु द फोर्स्ड लेबर कन्भेन्सन 1930 को सङ्घीय संसदबाट अनुमोदन गरेको विषयमा माननीय परराष्ट्र मन्त्रीज्यूले अन्तर्राष्ट्रिय श्रम कार्यालय आइएलओका महानिर्देशकका नाममा 2083 साउन 12 गते जारी गर्नुभएको औपचारिक जानकारी सहितको सन्धि अनुमोदन पत्र, जसलाई हामीले इन्स्ट्रुमेन्ट अफ रेटिफिकेसन भन्छौँ, नेपालको स्थायी नियोग जेनेभा मार्फत अन्तर्राष्ट्रिय श्रम कार्यालय जेनेभामा पठाइएको छ। यी सन्धिहरूको अनुमोदनबाट अन्तर्राष्ट्रिय श्रम कानुन तथा मापदण्ड सम्बन्धी विषयमा नेपालको अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ हुने र नेपालको श्रम कानुन तथा श्रम प्रशासनलाई अझ पारदर्शी, पूर्व अनुमानयोग्य र श्रमिक मैत्री बनाउन योगदान पुर्याइएको अथवा पुग्ने विश्वास गरिएको छ। यसैगरी अर्को विषय कन्सुलर सेवा सम्बन्धी रहेको छ। कन्सुलर सेवालाई थप प्रभावकारी र फेसलेस बनाउँदै लैजाने मन्त्रालयको नीति बमोजिम नेपालका सरकारी निकायबाट जारी भएका वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्रहरू, सिफारिस पत्र, आधारभूत कागजातहरू तथा अन्य कागजातहरूको कन्सुलर प्रमाणीकरण प्रयोजनका लागि अनलाइन आवेदन दिने कार्यलाई सहज, पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको नेपाल ई प्रमाणीकरण प्रणाली, नेपाल ई एटेस्टेसन सिस्टम, जसलाई छोटकरीमा NEATS निट्स भनिएको छ, को माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालले हिजो साउन 21 गते बिहिबार शुभारम्भ गर्नुभएको बेहोरा यहाँहरूमा विदितै छ। विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूलाई लक्षित गरी यस अघि नै सञ्चालनमा ल्याइएको मोफा मित्र एपसँगै विभागले हाल सञ्चालनमा ल्याएको यस निट्स NEATS अनलाइन सेवाको आवश्यक प्रचार प्रसारका लागि यहाँहरूलाई हामी हार्दिक अनुरोध पनि गर्दछौँ। र अन्तिम विषय रहेको छ इन्स्टिच्युट अफ फरेन अफेयर्सका गतिविधिहरू सम्बन्धी। यस अवधिमा इन्स्टिच्युट अफ फरेन अफेयर्सले केही महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न गरेको छ। तीमध्ये 2वटा मात्र म यहाँ उल्लेख गर्न चाहन्छु। एउटा, इन्स्टिच्युटले परराष्ट्र मन्त्रालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि भाषा कक्षा सञ्चालन गर्ने क्रममा माननीय परराष्ट्र मन्त्रीज्यूको प्रमुख आतिथ्यमा ओरिएन्टेसन प्रोग्राम अफ डिप्लोमेटिक ल्याङ्ग्वेज ट्रेनिङ फर द अफिसियल्स अफ नेपाल फरेन सर्भिस 2026 सम्पन्न भएको छ। त्यसैगरी दोस्रो, मोफा नेपाल समर इन्टर्नसिप 2026 कार्यक्रम अन्तिम चरणमा सञ्चालन भइरहेको छ। जुन 3 महिनासम्म स्टेबलाइजेसन स्तरीकरणकै पिरियड भएको कारणले गर्दा केही जुन समस्याहरू देखिएका छन् ती अपेक्षित नै समस्याहरू हुन् र हाम्रो प्राविधिक टोलीले अहोरात्र खटेर ती समस्याहरू, धेरैजसो समस्याहरू समाधान पनि भइसकेका छन्। केही समस्याहरू अझै पनि देखिएका छन्, तर ती सबै अपेक्षित नै हुन्। अनि ती समस्याहरू पनि छिटै समाधान भएर राजधानी सेवा
पूर्ववत सहज र सुलभ हुने हामीले अपेक्षा राखेका छौँ र यो चैत वैशाख जेठको अवस्था र अहिलेको अवस्था फरक हो। त्यति बेलाको अवस्था भनेको अब त्यति बेला जति आवश्यक पर्छ राजधानी त्यति उपलब्ध गराउने हिसाबले भएको थियो भने यो अहिलेको भनेको नयाँ प्रणालीबाट राजधानी जारी गर्ने विषय हो र यो प्राविधिक रूपमा अहिलेको परिस्थिति थोरै फरक पनि हो र ओएनएमको विषयमा उहाँको पनि ओएनएम र परराष्ट्रकै कर्मचारी अथवा बाहिरको कर्मचारी परराष्ट्र मन्त्रालयभित्रको विषयमा भएको हुनाले दुईटै प्रश्नलाई म एउटै एन्सर दिन दुईटैलाई एकै ठाउँमा समावेश गर्न चाहन्छु। यो विषय सरकारले हाल अवलम्बन गरेको सुशासन र शासकीय सुधार सम्बन्धी बृहत्तर नीतिसँग सम्बन्धित रहेको छ। वर्तमान सरकारको प्राथमिकताका आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूको नेतृत्वमा यस विषयलाई मन्त्रालयबाट अगाडि बढाइएको हो। वास्तवमा यो तयारी केही समय अघिदेखिकै हो। सरकारका अन्य निकायहरूमा जस्तै परराष्ट्र मन्त्रालयमा पनि कार्यबोझको सही विश्लेषण, दरबन्दीहरूको औचित्यता, कार्य सम्पादनमा प्रभावकारिता र अन्तर्राष्ट्रिय प्रचलन समेतलाई ध्यानमा राखी यो आन्तरिक गृह कार्य हाल सम्पन्न गरिएको हो। यसबाट परराष्ट्र सेवाका 3 राजदूत पदहरू, 1 सहसचिवको पद, 1 उपसचिवको पद, 10 शाखा अधिकृत र 4 न्याय सुब्बाका पदहरू गरी 19 र परराष्ट्र मन्त्रालयभित्र रहेका बाहिर अन्य सेवाका 21 गरी जम्मा 40 पदहरू खारिज गर्ने र अति आवश्यक भएको ठाउँमा चाहिँ 10वटा पदहरू थप्ने गरी जम्मा टोटलमा 30वटा पद खारिज हुने हिसाबले गृह कार्य गरिएको र यसबाट चाहिँ आगामी 10 वर्षमा सरकारलाई करिब 3 अर्ब रुपियाँ बचत हुने पनि देखिएको छ। यो वर्तमान सरकारको शासकीय सुधार अघि नै भने मैले र सुशासनसँग जोडिएको विषय भएकाले मन्त्रालयले यसलाई प्राथमिकतामा राखी काम गरिरहेको छ। अब अर्को विषय यहाँको आइएफएलाई सबल बनाउने विषयमा यहाँले राख्नु भएको थियो। इन्स्टिच्युट अफ फरेन अफेयर्सलाई हामीले ट्रेनिङ सेन्टर त हुँदै हो, ट्रेनिङ त दिनै पर्यो। त्यसबाहेक अन्य कुराहरू जस्तो थिङ्क ट्याङ्कसँग सम्बन्धित कुराहरू आज मैले एउटा विषय उल्लेख गरिन समय अभावले गर्दा त्यो विषय के थियो भने बेला बेलामा महत्त्वपूर्ण व्यक्तित्वहरूसँग उहाँहरूले इन्टरेक्सन प्रोग्रामहरू पनि राख्नुहुन्छ। अन्य थिङ्क ट्याङ्क्सहरूसँग पनि सहकार्यका विभिन्न आयामहरू छन्। यस विषयमा हामीले बिस्तारै यहाँहरूले जानकारी गराउन जानेछौँ। मूलत विषय के हो भने मन्त्रालयले सरकारले नै आइएफएलाई सशक्त र सबल बनाउँदै लैजाने नीति रहेको छ र राजदूत नियुक्तिको विषयमा त हामीले भन्दै आइरहेका छौँ। यो अहिले प्रक्रियामै रहेको छ र छिट्टै यहाँहरूलाई यस विषयमा अपडेट प्राप्त हुनेछ। र स्क्याम सेन्टरबाट उद्धारको विषयमा चाहिँ 2टा विषय यहाँले उठाउनु भएको छ। 2टै विषयमा पहिलो जुन 38 जना स्क्यामिङ सम्बन्धी अनलाइन स्क्यामिङ सम्बन्धी कसुरमा र 38 जना चाहिँ सङ्गठित अपराधमा उहाँहरू थुनामा हुनुहुन्छ र उहाँहरूको भनौँ न उहाँहरूलाई छुटाउनको लागि परिवारसँगको समन्वय लगायतका विषयमा हाम्रो दूतावासले काम गरिरहेको छ। हाम्रो कन्सुलर सेवा विभागबाट पनि र सम्बन्धित निकायहरूबाट पनि हामीहरू उहाँसँग पुग्ने र यस विषयलाई चाहिँ समाधान गर्नेतिर हामी लागि नै राखेका छौँ। र यसमा देखिएको जुन एउटा समस्या यहाँले भन्नुभयो, कतिपय व्यक्तिले पैसा उठाएको र हामीलाई यति नै उठाएको भन्ने त छैन, तर हामीलाई के जानकारी प्राप्त भएको छ भने केही व्यक्तिहरूले ती परिवारसँग पुग्ने र हामीले ल मैले उकिल राखिदिन्छु र यति पैसा लाग्छ भन्ने खालको अनधिकृत रूपमा पैसा उठाउने गरेको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। त्यही भएर हामीले हाम्रो दूतावास बैंकक र कन्सुलर सेवा विभागबाट समन्वयमा मन्त्रालयबाट पनि यसलाई कस्तो खालको वकिल राख्दाखेरि यो विषयलाई निकृलमा पुर्याउन सकिन्छ, प्रभावकारी हुन्छ भन्ने विषयमा एकै खालको अथवा एउटै वकिल राख्ने र समग्र सबै नेपालीहरूको अथवा केही वकिलहरू राख्ने र समग्र नेपालीहरूको विषयहरू जुन थुनामा रहेका नेपालीहरू छन् जसलाई कानुनी सहायताको आवश्यकता छ उहाँहरूको विषय हामीले एकमुष्ट रूपमा सामूहिक रूपमा हामीले यसलाई लियौँ भने एक त कस्ट पनि सस्तो पर्न जाने भयो, अर्कोतिर नेपालीहरू जुन ठगिने अवस्था छ त्यो पनि समाधान हुने भयो। त्यो हिसाबले हामीले काम गरिरहेको अवस्था हो। त्यही भएर हामीले फेरि पनि यहाँहरू मार्फत के अनुरोध गर्न चाहन्छौँ भने ती नेपालीहरू जो थुनामा छन् कम्बोडियामा, उहाँका परिवारहरूले अनधिकृत व्यक्तिहरूको भर नपर्नु हुन र कन्सुलर सेवा विभागमा सम्पर्क गर्नु हुन र हालसम्म 45 जनाले सम्पर्क गरि पनि सक्नु भएको छ भनेपछि उहाँहरू बाँकी कोही हुनुहुन्छ भने उहाँहरू पनि सम्पर्कमा आउनु हुन र
यो ठगिनबाट बच्नु हुन हामी अनुरोध गर्दछौँ। एउटा पद चाहिँ खारेज हुने भनेपछि यसको तत्काल व्यक्ति नै जाने भन्ने हुँदैन। यसको एउटा सिद्धान्त के हुन्छ भने, दरबन्दी सम्बन्धी सिद्धान्त के हुन्छ भने, त्यो पद खारेज भएपछि क्रमशः जो रिटायर भएर जानुहुने हुनुहुन्छ अथवा विभिन्न कारणले भनौँ न पद रिक्त हुने अवस्थामा चाहिँ ती रिक्त पदहरूबाट त्यसलाई समायोजन गरिने हो। त्यही भएर व्यक्ति नै जाने भन्ने हुँदैन। र उहाँको प्रश्न जुन गम्भीर प्रश्न यहाँले राख्नु भएको छ, यसमा मैले यसको एउटा सैद्धान्तिक पाटो र अहिले हामीले गरिराखेको विषयमा पनि केन्द्रित रहेर मैले यहाँलाई यहाँको जिज्ञासा प्रश्नको जवाब दिने प्रयत्न गर्छु। पहिलो चाहिँ जस्तो 3वटा ठाउँमा, जस्तो ब्राजिलमा रहेको नेपाली राजदूतावास, डेनमार्कमा रहेको नेपाली राजदूतावास र साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास, साथै सान फ्रान्सिस्को स्थित कन्सुलेट जनरल र छेन्डु स्थित नेपाली कन्सुलेट जनरल गरेर यी 5वटा मूलक ठुला अफिसहरू नियोगहरू हाम्रो जुन क्लोज गर्ने सरकारको निर्णय भयो। त्यस पछाडि अहिले हाम्रो फोकस कहाँनिर छ भने उक्त क्षेत्रमा रहेका नेपालीहरू र त्यो ठाउँले हेर्ने अन्य देशमा कन्करेन्टली एक्रिडिटेड मुलुकहरू पनि रहेको अवस्थामा चाहिँ त्यहाँ हामीले कसरी भरपर्दो वैकल्पिक व्यवस्था, सेवा प्रवाह लगायत नेपालीलाई मात्रै होइन विदेशीलाई समेत भरपर्दो सेवा प्रवाहको व्यवस्था गरेर, वैकल्पिक व्यवस्था गरेर मात्रै क्लोज गर्ने गरी अहिले केही कार्य भइरहेको छ। त्यो एउटा बाटो भयो। अर्को चाहिँ यहाँले भन्नुभएको यो खुम्चिने अथवा फुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने, यो सर्ट टर्म नै मेजर हो सरकारको, र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ। मैले यति नै भन्न चाहेँ। थ्याङ्क यू। छपाईमा सहज हुँदै गएको भनिरहेको छ। अब 3 महिना चाहिँ ट्रान्जिट सक्छौँ, त्यो पनि मैले अलिकति जानकारी पाउँछु। अनि अलिकति यो अब परराष्ट्रको चाहिँ ओएमएम, परराष्ट्रको मात्रै होइन समग्र मन्त्रालयहरूको ओएमएमको कुराहरू बाहिर सुनिन्छ। यहाँको चाहिँ के हो होइन, अलिकति यहाँ जनशक्ति बढी भएको हो कि कम भएको हो कि घटाउने बढाउने त्यस्तो के छ यहाँको, त्यो पनि मलाई भनिदिनु होला। अनि अर्को चाहिँ एउटा यो आइएफएको सवालमा, आइएफएलाई चाहिँ अलिकति एउटा थिङ्क ट्याङ्कको रूपमा विकास गर्नुपर्ने केही छ कि यहाँहरूको योजना, त्यसरी विकास गर्दा सहज हुन्छ कि भन्ने हो। थिङ्क ट्याङ्कको रूपमा परराष्ट्रले चाहिँ युज गर्न सक्यो भने बेटर हुन्छ कि भन्ने सुझावहरू पनि बाहिर सुनिन्छ होइन। त्यसको बारेमा पनि के हो जानकारी पाऊँ। अनि यो जस्तो एम्बेसडरहरूको नियुक्तिको विषयमा प्रोसेस कहाँ पुग्यो होइन, त्यसको बारेमा पनि जानकारी पाऊँ। यो बाहिर आएको छ एम्बेसडरहरूको विषयमा कति हल्लाहरू छन् होइन, त्यसको बारेमा पनि प्रश्न पाइदिनु होला।